ल विद्यार्थी भाइ बहिनीहरू, आज हामी पेज नम्बर 76 मा मिक्स एक्सरसाइज पढ्दैछौँ। मिक्स एक्सरसाइज को क्वेशन नम्बर 1 मा हामीसँग के छ? मिक्स एक्सरसाइज क्वेशन नम्बर 1 हामीसँग छ अ फ्यामिली वान्ट्स टु डिपोजिट आरएस 4 लाख। कति? 4 लाख। एउटा परिवारले के चाहन्छ रे? 4 लाख रुपैयाँ डिपोजिट गर्न चाहन्छ इन द अकाउन्ट अफ द चाइल्ड इफ हु हैज जस्ट स्टार्टेड ग्रेड 11। जुन कहिले स्टार्ट गर्दैछन्? ग्रेड 11 मा स्टार्ट गर्दैछन्। द मनी इज इन्टेन्डेड फर हिज or her study if the money is deposited with the agreement that the amount with principal and interest will be drawn after he or she passed grade 12। को कहिले निकाल्ने रे? पास्ट 12 पास हुने बेलामा निकाल्ने गरी राखिएकै छ। एट द एज अफ 19 वर्षको हुँदा देन ए नम्बरमा भन्यो हाउ मेनी टाइम्स विल द इन्ट्रेस्ट बी क्याल्कुलेटेड इन 2 इयर्स अकॉर्डिंग टु द हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट। 2 वर्षमा अकॉर्डिंग टु हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट क्याल्कुलेटेड इन्ट्रेस्ट क्याल्कुलेट कति टाइम्स गरिन्छ रे? हाफ इयरली 2 इयर्स कति टाइम्स? 4 टाइम्स। किनभने 1 इयरमा कति टाइम्स? 2 टाइम्स। 2 टाइम्स। सो 2 इयर्स मा कति? 4 टाइम्स हाफ इयरली। हाफ इयरली चाहिँ इन्ट्रेस्ट क्याल्कुलेट गरिन्छ। ए नम्बरमा भइहाल्यो। हाउ मेनी टाइम्स विल द इन्ट्रेस्ट बी क्याल्कुलेटेड इन 2 इयर्स अकॉर्डिंग टु द हाफ इयरली कम्पाउन्ड इन्ट्रेस्ट राइट। भनेपछि कति टाइम्स रहेछ? 4 टाइम्स। ए 4 टाइम्स। बी मा कुरा गरौँ। Which of the following alternative would you suggest to your parents to deposit the money and why? Justify the calculation। त्यहाँ तिमीसँग 3 वटा अफरहरू छ। त्यो 3टा अफरहरू मध्ये तिम्रो प्यारेन्ट्सलाई तिमी कुन सजेस्ट गर्छौ रे? कसरी थाहा हुन्छ कुन सजेस्ट गर्ने भन्ने कुरा कसरी थाहा हुन्छ? कुनै पनि कुराको कुन सजेस्ट गर्ने भन्ने कुरा कसरी थाहा हुन्छ? हामीले सुरुमा अस्ति नै कम्पाउन्ड इन्ट्रेस्ट पढ्ने बेलामा पनि भनिरहेका छौँ। यदि प्रिन्सिपल टाइम र रेट सेम छ भने के छ भने प्रिन्सिपल टाइम र रेट यदि सेम छ भने इयरली भन्दा धेरै के हुन्छ? हाफ इयरली हुन्छ। हाफ इयरली भन्दा धेरै के हुन्छ? क्वार्टरली हुन्छ भनेका थियौँ। तर यदि प्रिन्सिपल टाइम र रेट मध्ये कुनै एउटा डिफरेन्ट छ, कुनै एउटा फरक पर्यो भने त्यति बेला त्यसै हेरेर थाहा हुन्छ कि हुँदैन? हेरेर कुन थाहा हुन्छ? हेरेर यसमा धेरै आउँछ भनेको थाहा हुन्छ? हुन्न। के गर्नु पर्यो त्यसको लागि? क्याल्कुलेसन नै गर्न पर्यो। त्यसैले यहाँ पनि यहाँ अल्टरनेटिभ फर्स्टमा हेर्दा के भन्छ? फर्स्ट अफरमा त्यसै फर्स्ट अफरमा कति इन्ट्रेस्ट आउँछ, सेकेन्ड अफरमा कति इन्ट्रेस्ट आउँछ, थर्ड इयरमा कति इन्ट्रेस्ट आउँछ, त्यो कुरा थाहा पाउनु पर्यो नि त। परेको भएन। त्यसो भए अब फर्स्ट अफरमा प्रिन्सिपल कति हो? 4 लाख। प्रिन्सिपल P इक्वल टु आरएस 4 लाख। त्यसो भए टाइम कति वर्ष? टाइम कति वर्ष हेर? स्टार्टिङ अफ ग्रेड 11 इन्ड अफ 12 कति इयर्स? 2 इयर्स। टाइम कति रहेछ? 2 इयर्स। टाइम T इज इक्वल टु 2 इयर्स। त्यसो भए इन्ट्रेस्ट रेट कति छ? रेट कति? 19%। कसरी हेर्दै? एनम भनेको छ तलपट्टि पर एनम भनेको के? पर इयर। ठीक छ। त्यसै फर्मुला के हो?
P times फर्मुला के हो we know here this CI is equal to P times P times 1 plus R by 100 to the power T minus 1 minus 1 तब आता 4 लाख 1 plus 90 by 100 to the power 2 minus 1 कति आयो so 166 166 440 166,440 यति आयो फर्स्ट अफरमा त्यसो सेकेन्ड अफर हेरौँ सेकेन्ड अफर पी सेम हो पी कति हो सेम हो 4 लाख टाइम कति 2 इयर यो पनि सेम हो रेट कति 18% कसरी कसरी सेकेन्ड अफर कसरी हो सेमी इयरली भनेको हाफ इयरली त्यसैले हाफ इयरली सीआई निकालौ एकचोटि हो यहाँ इयरली सीआई निकाल्नु पर्छ इयरली सीआई इज इक्वल टु कति हुन्छ यहाँ इयरली सीआई Five six six 440 अब त्यसो यहाँ पनि हाफ इयरली सीआई निकालौ हाफ इयरली सीआई इज इक्वल टु कति भयो 4 लाख 1 प्लस आर भनेको 18 डिभाइड 200 को पावर 2 into 2 कति आयो 5 6 646 32.644 This is third offer हेरौँ प्रिन्सिपल सेम छ कति 4 लाख टाइम कति हो 2 इयर्स रेट कति हो 20% कसरी रेट अफ सिम्पल इन्ट्रेस्ट त्यहाँ माथि हेर्ने रेट अफ सिम्पल इन्ट्रेस्ट त्यसैले यहाँ के चाहियो we know yes I is equal to के हो PTR upon 100 टाइम भनेको 2 रेट भनेको कति 20 डिभाइड 100 कति भयो 1,60,000 ओहो 1,60,000 ल ठिकै छ 1,60,000 त्यसो एमाउन्ट भनेको कति भन्नु भयो त एमाउन्ट A is equal to के हो P plus yes I प्रिन्सिपल कति थियो 4 लाख प्लस 1,60,000 5,60,000 त्यसो सबैभन्दा बढी इन्ट्रेस्ट कहाँ आयो त सबैभन्दा बढी इन्ट्रेस्ट कहाँ आयो सबैभन्दा बढी इन्ट्रेस्ट कहाँ आयो सबैभन्दा बढी इन्ट्रेस्ट चाहिँ फर्स्ट अफरमा आयो क्या आयो त्यसैले त्यहाँ क्वेसनले हामीलाई के भनेको इन व्हिच अफर अल्टरनेटिभ वुड यु सर्भिस टु योर प्यारेन्ट्सले जस्टिफाई विथ क्यालकुलेसनबाट के गर जस्टिफाई गर भने त्यसले अब के भन्नु पर्यो त
Therefore, we suggest first offer because it gives more interest than others. ठिक छ अरूले भन्दा यसले के दिने रहेछ बढी इन्ट्रेस्ट दिने रहेछ ल यस्तै गरी क्वेशन नम्बर 2 मा हेरौं त्यहाँ हामीलाई भनेको छ a sum of money amounts to Rs 12,000 and 13,200 in 2 years and 3 years respectively at a certain rate of interest compound annually. Write the formula to find the compound interest. सबैभन्दा पहिला के दियो हामीलाई C of 2 years दियो C of 2 years कति दियो 12,000 र अरु के दियो C of 3 years दियो 3 years दियो 13,200 दियो र हामीलाई के मा सोधेको के हो एमा सोधेको के हो व्हाट इज द फर्मुला टु फाइन्ड द कम्पाउन्ड इन्ट्रेस्ट निकाल्ने फर्मुला के हो रे के कम्पाउन्ड इन्ट्रेस्ट निकाल्ने फर्मुला P times 1 plus R by 100 को पावर T minus 1 कम्पाउन्ड इन्ट्रेस्ट निकाल्ने कुरा B मा what should be the rate of compound interest त्यसैले कम्पाउन्ड इन्ट्रेस्टको रेट के हो यस्तो क्वेशन हामीले अगाडि एक्सरसाइज पनि गरेथ्यौ के गर्यौ पहिला इक्वेसन बनायो अनि डिभाइड गरेपछि r निकाल्यो r को भ्यालु लगेर क्वेशन फर्स्ट र सेकेन्डमा राख्यो तिको भ्यालु आयो ठीक छ गर्नु पर्छ पर्दैन ca1 निकाल्यो ca1 को फर्मुला p टाइम्स 1 प्लस r बाइ 100 को पावर 2 थियो यहाँ 12,000 भयो p टाइम्स 1 प्लस r बाइ 100 को पावर 2 भयो यो इक्वेसन फर्स्ट भयो त्यस्तै गरी सेकेन्ड ca2 is equal to 3 times 1 plus r by 100 को पावर t भयो ca2 भनेको 30,200 भयो is equal to 3 times 1 plus r by 100 को पावर 3 भयो ठीक छ यसलाई के गरेको हामीले सेकेन्डलाई फर्स्टले डिभाइड गरेको डिभाइड इक्वेसन सेकेन्ड बाइ इक्वेसन फर्स्ट गर्दाखेरि हाम्रो कति आयो त 13,200 डिभाइड 12,000 3 times 1 plus r by 100 को पावर 3 times 1 plus r by 100 को पावर 2 यहाँ डिभाइड गर्दा कति भयो 1.1 यो p र p काटियो यसलाई मैले अस्तिले पनि भनेको थिएँ यहाँ माथिपट्टि x क्यूब जस्तो छ तलपट्टि x स्क्वायर जस्तो छ यो चाहिँ x 2 हुँदाखेरि x को पावर 1 हुन्छ यो भनेको के हो x हो त्यसैले यहाँ पनि के आउने भयो 1 प्लस r by 100 को पावर 3 minus 2 हुने भयो 1.1 is equal to 1 plus r by 100 को पावर 1 भयो 1 लेखिरहनु परेन 1.1 minus 1 is equal to के भयो r by 100 भयो 0.1 is equal to r by 100 भयो यो 100 यहाँ मल्टिप्लाई गर्न गयो त्यसैले r is equal to कति आयो 10 therefore r is equal to कति छ 10% यो चाहिँ हाम्रो b को भयो र c मा हामीलाई सोधेको के हो c मा हामीलाई सोधेको प्रिन्सिपल फाइन्ड गर भने हो put r is equal to 10% in the equation i वा i is r राख्नु हुन्छ अहिले i नराख्ने भने नि 12,000 is equal to 3 times 1 plus 10 by 100 को पावर 2 भयो 12,000 p into 1.21 भयो 12,000 divide 1.21 is equal to p भयो 9917 p is equal to कति आयो 9917.35 यति चाहिँ हाम्रो प्रिन्सिपल रहेछ यो कुरा हामीले अस्ति नै गरिसकेको छौँ यो एक्सरसाइज छँदैछ ठिक छ यो राम्रै गर्न सकिन्छ यतिको मैले
क्वेसन नम्बर 3 मा हेरौँ। A man bought a land as 80 लाख। एउटा मान्छेले के किन्यो? ल्यान्ड। कतिमा? 80 लाखमा। त्यसपछि कहिले? 25 वैशाख 2075। त्यसपछि started to construction of a house on the same day. The construction of house completed at the cost of Rs 2 crore 70 लाख। त्यो घर ल्यान्ड कतिमा किन्यो? 80 लाखमा किन्यो र उसले केही दिनमा घर बनाउन सुरु गर्यो र उसको घर कम्प्लिट हुँदाखेरि हाउस कम्प्लिट हुँदाखेरि कति पर्यो? उसले 2 करोड 70 लाख पर्यो। त्यसपछि गएर द प्राइस अफ ल्यान्ड इज इन्क्रिजेस। प्राइसको मूल्य ल्यान्डको मूल्य के भइरहेछ? इन्क्रिजेस बाइ कति पर्सेन्ट? 20% इन्क्रिज भइरहेछ। एन्ड द हाउस इज डिक्रिजेस बाइ द 20%। यो चाहिँ 20% के भइरहेछ? डिक्रिज भइरहेछ। एमा भन्यो, एमा के भन्यो? एमा के भन्यो हामीलाई? What does R indicate in the price after t years? Pt is equal to p times 1 plus r भनेको पावर t मा r ले के रिप्रेजेन्ट गर्छ रे? के रिप्रेजेन्ट गर्छ मतलब? r ले What does r represent? r ले के रिप्रेजेन्ट गर्छ? r represent के? ग्रोथ रेट, इंक्रीज रेट, इंक्रीज रेट। आर रिप्रेजेन्ट इंक्रीज रेट अथवा ग्रोथ रेट भने पनि भयो। बीमा बीमा भन्छ व्हाट विल बी द प्राइस अफ द ल्यान्ड आफ्टर 2 इयर्स। ल्यान्डको मूल्य 2 वर्षपछि कति हुन्छ रे? हेर्नुस् त, यो ल्यान्डको यो मूल्य के हो? यो ल्यान्डको 80 लाख भनेको के हो? कहिलेको मूल्य हो? यो ल्यान्ड किनेको मूल्य हो अथवा त्यो इनिशियल प्राइस हो। इनिशियल प्राइस अफ ल्यान्ड कति रहेछ? इनिशियल प्राइस अफ ल्यान्ड जसलाई हामी के भन्छौँ? P0 भन्छौँ, जुन कति रहेछ? 80 लाख रहेछ। कतिले इन्क्रिज भइरहेछ रे? रेट कति पर्सेन्ट बढिरहेछ? 20%। इन्क्रिज रेट चाहिँ कति रहेछ? 20% रहेछ। इन्क्रिज रेट चाहिँ 20% रहेछ। टाइम कति वर्ष भन्यो? 2 इयर्स भन्यो। 2 इयर्स भन्यो र हामीलाई सोध्यो कि 2 इयर्स पछि जग्गाको मूल्य कति पुग्छ रे? प्राइस PT हो। प्राइस अफ ल्यान्ड after आफ्टर 2 years 2 इयर्स PT is equal to फर्मुला के हो? P times 1 plus r by 100 को पावर t। ठीक छ। P0 को ठाउँमा भ्यालु राख्ने सकिन्छ राख्न। 1 भइहाल्यो। r को ठाउँमा भ्यालु राख्ने, t को ठाउँमा भ्यालु राख्ने सकिन्छ। हालेपछि के आयो? एन्सर आयो। भयो b को। सीमा हेर्ने What will be the price of house after 2 years? त्यसैले घरको मूल्य 2 वर्षपछि कति भयो रे? सेम कुरा भयो भएन? सेम कुरा भयो भएन? हाउसको इनिशियल प्राइस कति? 2 करोड 70 लाख। टाइम कति? 2 इयर। रेट कति? यहाँ याद गर्ने। यो के हो? डिक्रिज रेट हो। कति पर्सेन्ट? 20%। फर्मुला के हो? चाहिएको के हो? 2 वर्ष पछिको मूल्य सोध्या हो। 2 वर्ष पछिको मूल्य भन्ने बित्तिकै त्यो के हो? PT हो। के हो? PT। फर्मुला यहाँ घटिरहेछ भनेपछि फर्मुला के हुन्छ? 1 minus r by 100 को पावर t हुन्छ। सबै कुरा छ। पिनट छ, t छ, r छ। क्यालकुलेट हालेपछि के भयो? एन्सर आयो। भयो। अर्को
Will the price of land and house be the same after 2 years? के 2 वर्ष पछाडि घर र जग्गाको मूल्य बराबर होला भनेर सोधेको छ। हुन्छ कि हुँदैन भन्ने कुरा दिएको ए को एन्सर कति आयो र बी को एन्सर कति आयो र सी को एन्सर कति आयो भन्ने कुरा थाहा भयो। भयो? बी को एन्सर कति आएको? बी को एन्सर कति आएको? 1,15,20,000 आएछ। कति आएको? 1,15,20,000 आएछ। ल्यान्ड चाहिँ बढेर यति पुगेछ। त्यस्तै गरी हाम्रो हाउस चाहिँ घटेर कहाँ पुगेछ? हाउस चाहिँ डिक्रिज भएर 1,72,80,000 मा पुगेछ। 1,72,80,000 मा पुगेछ। अब यो कुरा पनि सेम भयो कि भएन? भएन। भयो? भएन। क्वेशनले हामीलाई के सोध्यो अब? क्वेशनले हामीलाई सोध्यो if not यदि छैन भने in how many years will the price of land and house be equal? त्यसैले कति वर्षपछि तिनीहरूको मूल्य बराबर होला अरे? 2 वर्षपछि त बराबर भएन? भयो? भयो। नभएपछि के गर्ने? नभएपछि के गर्ने? के गर्ने नभएपछि? एउटा उपाय छ। के उपाय छ भने चेक गर्ने। दुई तरिकाबाट गर्न सकिन्छ। एउटा भनेको चेक गर्ने इन 3 इयर्स भनेर टी को ठाउँमा 3 राखेर हिसाब गर्ने। कुरा बुझ्यो? के गर्ने रे? चेक गर्ने। चेक मेथड। चेक मेथड कसरी गर्ने? t = 3 राखेर गर्ने। when t = 3 राखेर गर्ने सेम आउँछ कि आउँदैन? आए ठीक छ। नआए t = 4 राखेर गर्ने आउँछ कि आउँदैन? एउटा त आउँछ नि हैन? एउटा त्यो तरिका भयो। यहाँ अघि हामी जस्तै t = 2 राखेर हिसाब गर्यौं त्यस्तै गरी t = 3 राखेर एक तरिकाबाट हिसाब गर्न सकियो। सेम आयो भने के भन्न पाइयो? आफ्टर 3 इयर्स द प्राइस अफ ल्यान्ड एन्ड प्राइस अफ हाउस विल बी इक्वल भन्न पाइयो। होइन अर्को तरिका खोज्ने हो भने जस्तै अर्को तरिका हेरौँ। अर्को के भनौँ? मानौ टी इयर्स पछि हामीलाई थाहा छैन अहिले कति वर्षपछि हो। त्यसैले लेट प्राइस अफ ल्यान्ड आफ्टर टी इयर इज इक्वल टु प्राइस अफ हाउस आफ्टर टी इयर। ठीक छ? टी वर्षपछिको जग्गाको मूल्य र टी वर्षपछिको घरको मूल्य मानौ के छ? बराबर छ। त्यसैले प्राइस अफ ल्यान्ड आफ्टर 2 इयर्स फलमा के हो? पीनट। ल्यान्डको मूल्य त बढिरहेको हो कि होइन? हो। हाउसको मूल्य के भइरहेको हो? घटिरहेको कि होइन? हो। यो p0 कसको हो? ल्यान्डको। कसको? ल्यान्डको p0 कति हो? 80 लाख। कति हो? 80 लाख। 80 लाख। 1 प्लस r कति हो? 20 बाई 100 को पावर t। यसको कति हो? 2 करोड 70 लाख। 1 माइनस 20 बाई 100 को पावर t। ठीक छ? अब पावर tt भनेलाई एक ठाउँमा राखौं। अङ्कलाई एक ठाउँमा राखौं। त्यसो भए मैले यो 80 लाख डिवाइड 2 करोड 70 लाख यहाँ लेख्दिए। यो आयो। ठीक छ? 1 माइनस 20 बाई 100 को पावर t अपन 1 प्लस 20 बाई 100 को पावर t। के गरेको? यस डिवाइड गरेर ल्याएको यसलाई उता लगेको। ठीक छ? कति मैले डिवाइड गर्दा? 0.29 कति? 0.29 इज इक्वल टु यहाँ कति भयो? 0. माथिपट्टि 0.8 को पावर t। तल कति भयो? 1.2 को पावर t। 0.29 इज इक्वल टु दुवैको पावरमा t भएको भयो त 0.8 अपन 1.2 को पावर t भयो। कति भयो? यहाँ कति आयो?
0.8 डिवाइड 1.2 कति 0.66 0.6666 फ्र्याक्सनमा हाल्दा कति आयो 2/3 को पावर t अब याद गर्नु पर्यो यो पनि 2/3 को पावर कति हो भन्ने चाहियो हो त्यसैले 2/3 को पावर कति गर्दा 0.29 आउँछ त क्या भन्नु 2/3 को पावर कति गर्दा 0.29 आयो कति 3 गर्दा आयो त्यसो भए यो पनि के रहेछ 2/3 को पावर 3 रहेछ आइगएन त्यहाँबाट हालेर भन्नु आइगएन ठीक रहेछ त्यसो भए टाइम कति रहेछ त ठीक therefore after 3 years price of land and price of house will be equal ठीक छ एउटा यो तरिका भयो अर्कोमा के भने डाइरेक्ट तिमीले के गर्न सक्छौ t = 3 राखेर यसरी नै दुईटा हिसाब निकालेर इक्वल भयो भनेर भन्न पनि सकिन्छ ठीक छ यहाँसम्म यो ठीक छ के गरेको प्राइस अफ ल्यान्ड आफ्टर 2 इयर्स यो भयो प्राइस अफ हाउस आफ्टर 2 इयर्स को फर्मुला यही हो यो हाउस घटिरहेछ ल्यान्ड बढिरहेछ त्यही भएर ल्यान्डमा प्लस को फर्मुला लगाएको हाउसतिर माइनस को फर्मुला लगाएको भ्यालु राखेको मात्रै हो यसमा के गरेको यो एक ठाउँमा उता लगेर यता ल्या भ्यालु हुन्थ्यो के फरक पर्दैन अङ्कको लागि ठाउँ राखेको पावर टी हुनेलाई यता लगेको यसरी लाँदाखेरि क्याल्कुलेसन गरेर आइयो यो ठाउँमा आइसकेपछि अब हामीले यहाँ 2/3 को पावर t थियो यहाँ यो 2/3 को पावर कति हो भन्ने चाहियो त्यसको लागि हामीले के गरेको क्याल्कुलेटर हालेर चेक गर्दाखेरि यो 2/3 को पावर 1 2/3 को पावर 2 2/3 को पावर 3 हान्दै जाँदाखेरि 2/3 को पावर 3 हान्दाखेरि चाहिँ यो आयो यसैले यो के रहेछ 2/3 को पावर 3 रहेछ त्यसैले t = के रहेछ 3 रहेछ त्यसैले आफ्टर 3 इयर्स द प्राइस अफ ल्यान्ड इन हाउस विल बी इक्वल Question number 4 मा हेरौं RAM exchange some Nepali rupees with American dollar if the exchange rate $1 is equal to RS 110 RAM ले के गरे रे केही नेपाली रुपैयाँसँग अमेरिकी डलर साट्यो कतिको दरले कतिको दरले 110 को दरले After 5 days, Nepali currency devaluated against American dollar by 10%. के भयो रे? Devaluated against American dollar by 10%. And he made a profit as 33,000 by exchanging the same dollar into Nepali currency again. What is mean by exchange rate of currency? Currency को exchange rate भनेको के हो भन्ने कुरा गरेछ यो अस्ति नै हामीले कुरा गरिसक्यौ exchange rate भनेको के हो त्यसै बीमा हेरौं बीमा हामीसँग छ हाउ मच नेपाली रुपीज आर इक्वल टु 1 अमेरिकी डलर आफ्टर डिभ्यालुएसन अफ द मनी अफ द नेपाली करेन्सी डिभ्यालुएसन भइसके पछाडी नेपाली करेन्सी चाहिँ कति भयो न्यू रेट कति हो भन्छ नि डिभ्यालुएसन भइसके के गर्ने रे प्लस गर्ने पहिला कति थियो 1 डलर इक्वल कति थियो RS 110 थियो आफ्टर कति पर्सेन्ट डिभ्यालुएसन 10% devaluation new rate new exchange rate कति हुने भयो त $1 is equal to के गर्ने रे RS 110 plus 10% of RS 110 RS 110 plus 10 by 100 into RS 110 कति आयो 121 आयो कति आयो 120 अब सीमा भनेको छ फाइन्ड हाउ मच नेपाली रुपीज डिड राम एक्सचेन्ज विथ अमेरिकन डलर एट फर्स्ट सुरुमा चाहिँ रामले कति अमेरिकी डलर साटेको रहेछ भनेर सोधिरहेको छ फाइन्ड हाउ मच नेपाली रुपीज पत्ता लगाऊ
विथ अमेरिकन डलर एट फर्स्टमा उसले कति अमेरिकन डलर साटेको थियो, कतिको अमेरिकन डलर साटेको थियो, त्यसको लागि नेपाली पैसा फाइन गर। फाइन हाउ मच नेपाली रुपिस राम एक्सचेन्ज विथ अमेरिकन डलर एट फर्स्ट। कति नेपाली पैसाको चाहिँ उसले के गरेको थियो, डलर साटेको थियो, त्यो पैसा फाइन गर भनेको छ। कसरी गर्ने? सीमा सबैभन्दा पहिला रामसँग के थियो अरे? अमेरिकन थियो रामसँग नेपाली पैसा। उसले त्यो नेपाली पैसाको के गर्यो, डलर एक्सचेन्ज गर्यो। त्यसैले एट फर्स्ट राम हैज आरएस याक्स। सबैभन्दा पहिला रामसँग कति पैसा थियो, आरएस याक्स थियो। त्यो याक्सलाई उसले के गर्यो हो, डलरमा साट्यो हो। राम एक्सचेन्ज आरएक्स याक्स एट केमा, $8 एक्सचेन्ज आरएस याक्स टु डलर 8 कतिमा, 100 कति, आरएस 110 को दरले उनले के गर्यो, अब एक्सचेन्ज गर्यो। त्यसो भए राम गेट कति राम गेट डलर कति, कसरी निकाल्ने? नेपाली करेन्सी हुँदा र रेट हुँदा डलर कसरी आउँछ, फरेन करेन्सी यान आरएस बाइ सेलिङ रेट। तर यहाँ अहिले हामीसँग रेट एउटा मात्रै छ, त्यसैले यहाँ के रहेछ, याक्स 110, यो चाहिँ के रहेछ, डलर रहेछ। रामसँग अहिले यति डलर छ, ठिक छ। आफ्टर 10% डिभ्यालुएसन, आफ्टर 10% डिभ्यालुएसन रामले फेरि के गर्यो हो, फेरि साट्यो हो। राम एक्सचेन्ज के डलर इन्टु यान आरएस। फेरि उसले के गर्यो हो, आमसँग भएको डलर चाहिँ नेपालीमा साटेको। कुन रेटमा, एट द रेट अफ $1 कति, आरएस 121 गरेर साट्यो। त्यसो भए अगेन राम गेट एनआरएस, उसले कति पैसा पाउने भयो त, रामले कति पैसा पाउने भयो? यो डलर साट्ने भनेपछि उसँग अहिले के छ, फरेन करेन्सी छ। फरेन करेन्सी साट्ने भनेपछि कति पाउने भयो, के फर्मुला? फरेन करेन्सी इन्टु रेट, बाइङ रेट। फरेन करेन्सी कति हो, एक्स बाई 110, रेट कति हो, 121, कति आयो, 121 बाई 110 कति भयो, 1.09 एक्स। अब यहाँ सुरुमा रामसँग कति थियो, याक्स। अहिले उसँग कति छ, 1.1 एक्स। 1.1x। सुरुमा रामसँग कति थियो, याक्स। अहिले कति छ, 1.1x। भनेपछि यो x र 1.1x मा कुन धेरै हो, 1.1x धेरै हो। क्वेशनले हामीलाई भनेकै छ, क्वेशनले हामीलाई के भनेको छ, प्रॉफिट भयो भनेछ नि त क्वेशनले, सही छैन? भाइ कोही छ, भाइ क्वेशन प्रॉफिट कति हो, प्रॉफिट कति, 33,000। प्रॉफिट कति हो, 33,000। त्यसो भए
1.1x minus x is equal to RS 33,000. कति आयो 0.1x is equal to RS 33,000. So x is equal to RS 33,000 divide 0.1. x is equal to कति आयो RS 3,30,000 आयो. त्यसैले 8 first RAM has 8 first RAM has RS कति रहेछ त 3,30,000 रहेछ. ठीक छ, यो चाहिँ हाम्रो एन्सर भयो. ल यसैको डीमा हाउ मच प्रॉफिट or loss would be there for him if the repair rupees had revalued by 10% instead to devaluation of 10%. अघि डिभ्यालुएसन हुने जुन 10% डिभ्यालुएसन भइरहेको थियो त्यो 10% डिभ्यालुएसन भएको ठाउँमा यदि रिभ्यालुएसन भएको भए अब के हुन्थ्यो याद गर्नु पर्यो. डिभ्यालुएसन हुँदा जहिले पनि के हुन्छ प्रॉफिट हुन्छ, रिभ्यालुएसन हुँदा जहिले पनि के हुन्छ लस हुन्छ. त्यसो हो भने अब अघि प्रॉफिट जति भएको थियो त्यति नै लस हुन्छ के, रिभ्यालुएसन हुँदा पनि लस कति हुन्छ त्यति नै हुन्छ. अघि प्रॉफिट कति थियो 33,000 थियो भने यदि अब 10% रिभ्यालुएसन हुने हो भने लस पनि कति हुन्छ त्यति नै हुन्छ. के गर्ने त्यसको लागि यहीँबाट काम सुरु गर्ने. जस्तै 8 फर्स्ट RAM एज कति रहेछ थाहा भयो नि हाम्रो कति रहेछ 3,30,000 रहेछ. कति रहेछ 3,30,000 रहेछ. त्यसो RAM एक्सचेन्ज RS कति 3,30,000 8 to $8 110 को दरले सार्दाखेरि 3,30,000 डिवाइड 110 कति भयो $3,000 चाहिँ अहिले उसँग रहेछ. अब आफ्टर 10% के रिभ्यालुएसन RAM एक्सचेन्ज डलर इन्टु NRS एट द रेट अफ रिभ्यालुएसन हुँदा के हुन्छ अहिले पैसा 110 माइनस 10 बाई 100 इन्टु 110 भनेपछि न्यू रेट कति आयो 99 आयो. कति आयो 99. त्यसो भए एनालाइसिस गर्नु फरेन करेन्सी इन्टु रेट. अहिले उसँग कति छ फरेन करेन्सी 3000 छ सही छैन 3000 इन्टु रेट कति 99 कति आयो 2,97,000 आयो. अगेन आयो. पहिला कति थियो उसँग 3,30,000 अहिले कति छ 2,97,000 छ. प्रॉफिट भयो लस भयो लस भयो. त्यसैले लस कति भयो भन्ने हो. त्यसो भए लस कति भएछ त देयरफोर लस इज इक्वल टु पहिला उसँग 3,30,000 थियो माइनस 2,97,000 कति आयो 33,000 चाहिँ के भएछ लस भएछ. अघि डिभ्यालुएसन हुँदाखेरि 33,000 के भयो प्रॉफिट भयो. अहिले रिभ्यालुएसन हुँदाखेरि 33,000 के भयो लस. त्यसैले जति पर्सेन्ट डिभ्यालुएसन भएको छ ठ्याक्कै त्यही पर्सेन्ट डिभ्यालुएसन भयो भने जति प्रॉफिट भएको छ त्यति नै के हुन्छ लस हुन्छ. लाजलाई यति गरौँ. भोलि हामी कतिको क्वेसन नम्बर 5 6 7 8 9 भोलि गर्छौँ.